नमस्ते सबैलाई। नमस्कार सम्पूर्ण साथीहरुमा। आजको हाम्रो यो श्रमिक सञ्जालको 458औं फेसबुक लाइभमा तपाईँ श्रमिक साथीहरू सबैलाई स्वागत छ। विशेष गरी श्रमिक साथीहरूको सरोकारका विषयमा, वैदेशिक रोजगारीका सरोकारको विषयमा हामी आज कुरा गर्नेछौँ। तपाईहरू पनि कुन देशबाट कहाँबाट हेरिरहनु भएको छ तपाईले कमेन्ट लेख्न सक्नुहुनेछ। हामीहरूलाई तपाईहरुको कमेन्ट, तपाईहरुको सुझाव, सल्लाह हैन हामीले के कुराहरू कस्ता कुराहरूलाई त यहाँ ल्याउँदाखेरि सजिलो होला त्यो तपाईहरुलाई के कुराहरू काम लाग्न सक्छ ती कुराहरू चाहिँ तपाईहरुले लेख्दिनु भने हामीलाई अलिकति सहज होला। विशेष गरी वैदेशिक रोजगारीमा जाँदाखेरि देखिने समस्याहरू, त्यहाँ रहँदा देखिने समस्याहरू, फर्केपछिका समस्याहरू लगायत तपाई हामीले भोग्दै आएका कुराहरूलाई हामीले यो लाइभमा कुरा गर्ने गर्छौं र हरेक बुधबार यही नेपाली समय 9 बजे हामीले यो लाइभ गर्ने गरेका छौं र यो हाम्रो आज 458औं सिरिज हो। र तपाईहरुले जहाँबाट हेरिरहनु भएको छ त्यो तपाईहरुको माया हैन, तपाईहरुको सहभागिता, तपाईहरुको सुझाव नै ठूलो कुरा हो। त्यसैले नै हामीलाई अलिकति अगाडि बढ्नको लागि सजिलो गरिरहेको छ। भन्दै अब दशैं तिहार त बडो राम्रो भयो होला साथीहरुको। तिहार भर्खरै बितेको छ, दशैं अलि अगाडि बितेको थियो हैन। तिहार पछिको पहिलो लाइभ भयो हुनाले तपाईहरुको तिहार कस्तो रह्यो यसो कमेन्टमा लेख्नु होला। त्यसैगरी कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि लेख्नु होला। हामी सँग केही जानकारीहरू छन्। सुसु म्यामले युएको केही जानकारीहरू ल्याउनु भएको छ भने मैले पनि कुवेत अनि साउदी अरब, मलेसिया त्यसैगरी नेपालको केही जानकारीहरू लिएर आएको छु। र विशेष गरी आज हामीले श्रम नवीकरणको बारेमा पनि कुरा गर्छौं र वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने जुन वैदेशिक रोजगारीमा हुँदाखेरि मृत्यु हुने श्रमिक साथीहरूको परिवार अथवा उहाँको बच्चा बाबु नानीको लागि गरेको छात्रवृत्तिको बारेमा नै केही कुराहरू गर्नेछौँ। सबभन्दा पहिला सुसु म्यामले चाहिँ युएको केही कुराहरू गर्नुहुनेछ, त्यसपछि अरू कुराहरू गर्छौँ है त। सुसु म्याम हजुरले केही भन्नु होला। थ्याङ्क यू सो मच हरि सर। नमस्कार फेरि पनि श्रमिक सञ्जालको लाइभ हेरेर बस्नुभएको सम्पूर्ण साथीहरुमा हाम्रो यस लाइभलाई धेरैजना साथीहरुमा पुर्याउनको लागि जति पनि सहभागी साथीहरु हुनुहुन्छ यहाँहरूले लाइक गर्नुहोला, शेयर गर्नुहोला। आफ्ना प्रश्न जिज्ञासाहरू छन् भने राख्नुहोला। हामीले जानेका बुझेका हामीसँग अनुभव भएका विषयवस्तुका बारेमा यहाँहरूलाई जानकारी दिने नै छौँ। साथै यहाँहरूमा भएका समस्याहरू केही छन् भने हामीले सकेसम्मको समस्याका समाधानहरूका लागि पनि केही सल्लाह सुझावहरू पनि यहाँहरू समक्ष राख्ने नै छौँ। यति भन्दै युएका केही अपडेटहरू रहेका छन्। म अपडेटहरूतर्फ अघि बढ्न चाहन्छु। यहाँनिर युएमा रहेको महावाणिज्य दूतावास दुबईबाट आएको जानकारी अनुसार धेरैजना श्रमिक साथीहरूको चाहिँ समयमा पासपोर्ट नवीकरण नगरेका कारण समस्यामा परेको र पासपोर्ट नवीकरणको लागि समयमै गरिदिनको लागि भनेर धेरै चापहरू बढिरहेको हुँदाखेरि दूतावासले चाहिँ एउटा प्रेस विज्ञप्ति नै जारी गरेको थियो। धेरैजना नेपाली श्रमिकहरूको साथमा पासपोर्टहरू नहुने, कम्पनीसँग पासपोर्टहरू हुँदाखेरि पासपोर्ट कहिले सकिँदैछ, पासपोर्ट कहिले सकिसकेको थियो भन्ने पनि जानकारी नभएका कारण धेरैजना समस्यामा पर्नुभएको भनेर दूतावासले यसका लागि सतर्कता पनि अपनाउनका लागि, सचेत रहनका लागि पनि जानकारी गराएको छ। हामी धेरैजना श्रमिक साथीहरूले आफ्नै साथमा पासपोर्ट रहे तापनि यसको पासपोर्टको अवधि कहिले सकिँदैछ, हामीले पासपोर्टको म्याद सकिनु कति पूर्व चाहिँ पासपोर्ट नवीकरण गर्नुपर्छ भन्ने विभिन्न जानकारीहरू नहुँदाखेरि पनि आफ्नो बेवास्ताले गर्दाखेरि पनि धेरैजना साथीहरू समस्यामा परिरहेका छौँ। हामी माझ पनि श्रमिक सञ्जालमा पनि केही साथीहरूले आफ्ना समस्याहरू पनि राखिरहनु भएको हुन्छ। मैले नयाँ जागिर पाएँ, नयाँ अफरहरू पाएँ, तर मेरो पासपोर्टको समय अवधि सकिन लागेको हुँदाखेरि मलाई कम्पनीले भिसा लगाइदिइरहेको छैन, के गर्ने होला, अब यो छोटो समयमा मेरो पासपोर्ट नवीकरण हुन्छ कि हुँदैन, केही उपाय छ कि भनेर धेरैजना साथीहरूले आफ्नो समस्याहरू पनि राखिरहनु भएको हुन्छ। हामीले कुनै पनि नयाँ जब अफरहरू अनि ट्राभल गर्नका लागि पनि कम्तीमा पनि 6 महिनासम्म पासपोर्टको म्याद रहनुपर्ने हुँदाखेरि हामीले यस विषयलाई चाहिँ एकदमै गम्भीरतापूर्वक लिएर पासपोर्ट नवीकरण समयमा गर्ने गरौँ। यदि यहाँहरूको पासपोर्टको म्याद सकिन लागेको छ भने 1 वर्षभन्दा अगावै पनि हामीले गर्न सकिन्छ। कसैको इमर्जेन्सी अवस्था भइसकेको छ भने 6 महिनाभित्रमा हामीले गराउन सक्छौँ। अब शिशुको अवस्था भयो, पासपोर्ट हराएको, पासपोर्ट ड्यामेज भएको अवस्थामा हामीले इमर्जेन्सी कन्डिसनमा पनि पासपोर्ट नवीकरणका लागि रिक्वेस्ट गर्न सक्छौँ। यस विषयलाई चाहिँ महावाणिज्य दूतावासले एकदमै गम्भीर रूपमा लिएर हामी समग्र नेपालीवासीहरूका लागि पनि सुसूचित रहनका लागि जानकारी गराएको छ। विशेष गरेर
टाढा इमिरेट्सहरूमा बस्ने जस्तै रसेल खेमा इमिरेट्स भयो, फुजेरा इमिरेट्समा बस्ने नेपाली श्रमिकहरू यसरी समस्यामा परिरहनु भएको र आफूले राम्रो जागिरका अवसरहरू पाए तापनि पासपोर्टको म्याद सकिएकाले नयाँ अपर्च्युनिटीहरू लिन नसकिरहेको समस्याहरू भएकाले यस विषयमा सतर्क रहनु हुनका लागि पनि साथै हामी रहेका विभिन्न एक्टिभिस्ट साथीहरूले पनि धेरै हाम्रा श्रमिक साथीहरूमा जस्ता सूचना जानकारीहरू पुर्याएर सबैलाई सहयोग गर्नका लागि पनि आह्वान गरिरहेको हुँदाखेरि यहाँहरू सबैजनाले आफ्ना नजिकमा रहनुभएको साथीभाइहरूलाई चाहिँ समयमा नै पासपोर्ट नवीकरणको लागि पनि जानकारी गराउनु होला। यसै गरी अहिले युएमा पनि यो फ्रड स्क्यामका केसहरू बढिरहेको हुँदाखेरि अबुधाबी प्रहरीले डिजिटल सेक्युरिटी सेफ्टीका लागि भनेर चाहिँ एउटा यो साइबर सेक्युरिटी सम्बन्धी क्याम्पेन नै लन्च गरेको भनेर पनि जानकारी आएको छ। यसको उद्देश्य चाहिँ कम्युनिटीलाई यसरी साइबर फ्रडहरू स्क्यामहरूबाट जोगाउनका लागि कम्युनिटीमा गएर विभिन्न अब सूचना जानकारी अवेरनेस प्रोग्रामहरू गर्ने भनेर पनि जानकारी आएको छ। एकदमै राम्रो काम अबुधाबी प्रहरीले गर्न लागेको छ। यस्ता स्क्याम फ्रडका केसहरू धेरै हामीले सुनिरहेका छौँ। यसै गरी यस्तै केसमा नै एक पुरुषले महिलाको चरित्र हत्या गर्दै सामाजिक सञ्जालमा उक्त महिलाको कन्सेन्ट उहाँको सहमति बिना नै उहाँको चरित्र हत्या उहाँको भावनालाई जथाभावी विभिन्न शब्दहरू चाहिँ प्रहार गरी सोसियल मिडियामा फोटो अपलोड गरेका कारण उक्त व्यक्तिलाई पक्राउ गरी युए दिराम 20,000 फाइन लगाइएको भनेर पनि जानकारी आएको छ। हामीले कहिले पनि कोही व्यक्तिको सहमति बिना कोही पनि व्यक्तिलाई जथाभावी बोलेर नराम्रा कुराहरू गर्ने अब केही हाम्रो कारोबारका विषयहरूमा भए विभिन्न केसहरूमा पनि जथाभावी गऱ्यौँ भने ठुलो कानुन सजाय लाग्ने हुँदाखेरि यस विषयमा हामी सतर्क रहौँ। केही समस्याहरू छन् भने आपसी साझेदारीमा नै मिलाउने कोसिस गरौँ। सामाजिक सञ्जालमा ल्याएर जथाभावी कुराकानी गर फोटोहरू अपलोड गरेमा ठुलो सजाय तथा दण्ड सजाय फाइन साथै हामीले देश निकाला समेत हुनुपर्ने हुँदाखेरि यस विषयमा हामीले सचेत रहनुका लागि चाहिँ अनुरोध गर्न चाहन्छु। 20,000 दिराम मात्रै नभएर युए 5 लाख दिराम साथै जेल सजाय र देश नै डिपोर्ट हुनुपर्ने अवस्था भएको हुँदाखेरि साइबर केस साइबर क्राइमका विषयहरूमा पनि हामी सचेत भएर के गर्न हुन्छ के गर्न हुँदैन आजभोलि सोसियल मिडियाले हामीले धेरै कुराहरू जानकारी लिने सचेत रहने अवेरनेसका विषयवस्तुमा धेरै कुरा एउटा लर्निङको प्लेटफर्मको लागि पनि एउटा राम्रो अपर्च्युनिटी रहेको छ भने हामीले राम्रो तरिकाले यसलाई युज गर्न जानेनौँ मिसलिडिङ गऱ्यौँ भने यसले हामीलाई हानि गर्दछ र हामीले ठुलो दण्ड सजाय र समस्याहरूमा पनि फस्नुपर्ने हुँदाखेरि सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ यस्ता विषयहरूमा एकदम सावधान रहनुहोला। अहिले सामाजिक सञ्जालमा धेरैजना व्यक्तिहरूको अब संलग्नता रहेको हुँदाखेरि सबैजनालाई चाहिँ आँखाको तारो सामाजिक सञ्जाल बनाइएर सामाजिक सञ्जालबाट विभिन्न स्क्यामहरू हुने फ्रड हुने व्यक्तिका विभिन्न डकुमेन्टहरू जथाभावी मिसयुज भएर व्यक्तिलाई फसाउने जस्ता गतिविधि क्रियाकलापहरू बढिरहेको हुँदा यहाँहरू सबैजना सतर्क रहनुहोला। यसै गरी अब यसै फ्रड स्क्यामकै विषयमाहरूमा नै अनलाइनमा विभिन्न किसिमका अहिले सेलका विषयहरू लागिरहेका हुन्छन्। विभिन्न सामग्रीहरू भयो विभिन्न अनलाइन नै पनि अब सेलका लागि 50% डिस्काउन्ट 70% डिस्काउन्ट भन्दै विभिन्न सामग्रीहरू भए विभिन्न आइटमहरू चाहिँ यसरी सेलमा राखिएको हुन्छ र त्यसमा चाहिँ हामीले किन्ने भनेर भित्र गएर आफ्ना नम्बरहरू ओटिपीहरू युज गर्दाखेरि हामीले धेरै ठगीमा परेका आफ्ना डकुमेन्टहरू विवरणहरू चाहिँ चोरी भएर त्यसबाट पनि आफू विभिन्न समस्यामा परेका यहाँ फाइन लागिरहेको विभिन्न समस्याहरू भोग्नुपर्ने हुँदाखेरि यसरी चेक गरेर मात्रै के सही हो के गलत हो कस्तो लिङ्कमा चाहिँ हामी प्रवेश गरिरहेको छौँ ओपन गर्न हुन्छ कि हुँदैन एकदम सावधान भएर अघि बढ्नु होला भन्न चाहन्छु। यसै गरी अहिले विशेष गरेर दुबईतिर पनि अनि शारजा इमिरेट्सहरूतिर अन्य इमिरेट्सहरूतिर पनि बाटोमा रोडतिर एकदमै कन्स्ट्रक्सनको कामहरू भइरहेको हुँदाखेरि यदि यहाँहरू यात्रा गर्दै हुनुहुन्छ पैदल यात्री हुनुहुन्छ भने पनि या त सवारी साधन लिएर ड्राइभिङ गर्दै हुनुहुन्छ भने पनि विशेष ध्यान दिनु होला। क्लोजर भएका रोडतिर हामी ड्राइभिङ गऱ्यौँ भने ठुलो मात्रामा फाइनमा पर्नेछौँ दण्ड सजाय जरिमाना जेल केसका विभिन्न केसहरू लाग्ने हुँदाखेरि हामीले कुनै पनि क्षेत्रमा ट्राभल गर्नु पूर्व उक्त एरियाहरूको अवस्था के कस्तो रहेको छ भनेर गुगल म्यापहरूबाट पनि सर्च गरेर चाहिँ हिँड्यो भने हामीलाई यात्रामा पनि सहजीकरण हुनेछ। यसै गरी अहिले युएमा भिसा सम्बन्धीका समस्याहरू हामी धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले भोग्दै आइरहेका छौँ। केही साथीहरूको भिसाहरू लागिरहेको अवस्था छ भने कतिजनाले भिसाको समस्याहरू भोगिरहनु भएको छ। नेपालबाट आउन लाग्नु भएकै कति अब
घुम्नको लागि आउन लागिरहनु भएको छ भने, कति जबको लागि नै आउन लागिरहनु भएको छ भने पनि विभिन्न एजेन्टहरूको माध्यमबाट चाहिँ फ्रडमा परेर ठुलो मात्रामा पैसा तिरेर ठगीमा परिरहनु भएको नि हामीले सुनेको हुँदाखेरि एकदमै आधिकारिक न्युजहरूलाई, आधिकारिक रिसोर्सहरूलाई चाहिँ फलो गर्नुहोला। त्यसपछि मात्रै यहाँहरू अघि बढ्नका लागि पनि जानकारी दिन चाहन्छु। अब युएमा रहेका विभिन्न यहाँका आधिकारिक सोर्सहरू रहेका छन्, न्युजको खलिज टाइम्स भयो, गल्फ न्युज भयो, त्यस्ता न्युजहरू हेर्नुहोस् र आधिकारिक रिसोर्सहरू भयो, एम्बेसीबाट आएका अपडेटहरू, न्युजहरू पनि हेर्नु होला। र हामी नेपालीहरूका पनि विभिन्न अब एक्टिभिस्टहरू रहनु भएको छ, उहाँहरूले चलाउनु भएको पेजहरू रहेका छन् जसले चाहिँ अप टु डेट रूपमा, रेगुलर रूपमा जानकारीहरू पनि प्रदान गरिरहनु भएको हुँदाखेरि के छ त यहाँनिर बदलिदो अवस्थामा भइरहेका जानकारी, सूचनाहरू के आइरहेका छन् भनेर जानकारी लिएर सोही अनुसार यहाँहरूले चाहिँ आफ्नो विभिन्न कार्ययोजना, यात्राको लागि पनि योजना बनाउनु भयो भने हामी विभिन्न स्क्याम, फ्रडमा पर्ने छैनौँ। त्यसले चाहिँ हामीलाई सचेत पनि गराउनेछ भनेर जानकारी दिन चाहन्छु। यति नै अपडेटहरू रहेका छन् हरि सर। साथै अब अहिले मध्यपूर्वको मौसम बताउनु पर्दाखेरि अलिकति मौसम बदलिदो भइरहेको हुँदाखेरि मौसम चिसो चिसो हुँदै गइरहेको छ बिहान र बेलुकी पखत। त्यस सँगसँगै यहाँनिर रुगा खोकी, ज्वरो आउने समस्याहरू पनि, भाइरल समस्याहरू भइरहेको हुँदाखेरि आफ्नो स्वास्थ्यमा, आफ्नो खानपानमा चाहिँ विशेष ध्यान दिनु होला। अब ड्युटी जाने आउने क्रममा हामीले अब तातो चिसोको ख्याल नगर्दाखेरि एसी होइन, अब पहिले गर्मीमा चाहिँ एकदमै गर्मी भएर चिसो एसी बनाएर बस्थ्यौँ भने अब टेम्परेचर अलिकति डाउन हुँदै गइसकेपछि हामीले त्यही अनुसार एसीको टेम्परेचर पनि मिलाउनु पर्ने हुन्छ। नत्र हामीलाई चिसोले गर्दा चाहिँ अब घाँटीमा समस्या हुने, रुगाखोकी लाग्ने, ज्वरो आउने यस्ता समस्याले काममा पनि कठिनाइ हुने, साथै स्वास्थ्यमा पनि समस्या हुने हुँदाखेरि आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला र त्यही अनुसार चाहिँ सावधानी अपनाउनु होला भन्न चाहन्छु। हस्, थ्याङ्क यू सो मच हरि सर, ओभर टु यू। थ्याङ्क यू सुषमा म्याम। विशेष गरी युएका कुराहरू लगायत आज यो डिजिटल ठगी कुराहरू गर्नुभयो। यो डिजिटल ठगी चाहिँ वर्ल्ड वाइड रूपमा एकदमै बढिरहेको छ। जस्तो नेपालमा पनि पेमेन्ट गेटवेका कुराहरू, यो अनलाइनबाट व्यापार गर्ने विषयमा, अनि विभिन्न किसिमले सामानहरू बेच्ने भनेर यो नक्कली सामानहरू बेच्ने यताउति यस्तो धेरै छ र विदेशमा झन् व्यापकै छ। किनभने कतिपय अवस्थामा भाषाहरू बुझिँदैन, कतिपय अवस्थामा त्यहाँको हाम्रो गोपनीयता कुराहरू भङ्ग गरिदिन्छन् होइन। बैंकबाट बैंकको जुन एकाउन्टमा एक्सेस लिएर मान्छेहरूको पैसा हराउने एकदमै धेरै व्यापक भइरहेको छ। त्यसकारण सामाजिक सञ्जाल चलाउन पनि र यो मोबाइल एप्सहरू, विशेष गरी मोबाइल एप्सहरू चलाउन, त्यसै गरी यो जुन सामानहरू अर्डर गर्दा, पैसा तिर्दा यस्ता कुराहरूमा एकदमै ख्याल गर्न चाहिँ, अनि डबल भेरिफिकेसन राख्न चाहिँ हामी सबै साथीहरूलाई अनुरोध गर्छौँ। डबल भेरिफिकेसन भइदियो भने तपाईँको मोबाइलमा ओटिपी आउने होइन, वान टाइम पासवर्ड आउँछ, त्यसै गरी तपाईँलाई पैसा झिकेको थाहा हुन्छ होइन। त्यस्ता कुराहरूलाई चाहिँ एकदमै ख्याल गर्न होला भन्न चाहेँ। अर्को चाहिँ जस्तो क्लाइमेटिकल चेन्ज अथवा यो जुन तातोबाट चिसो हुँदै गरेको हुनाले मैले कुबेको केही कुराहरू गर्दैछु र विशेष गरी मिडल इस्ट र नेपालमा पनि यो तातोबाट चिसो हुँदै गरेकोले अलिकति फ्लू जस्तो सामान्य रुगाखोकीको कुराहरू देखिरहेको छ। र कुवेतको स्वास्थ्य मन्त्रालयले प्रेस रिलिजै निकालेर भनेको छ कि यदि कोही कसैलाई सामान्य खालको रुगाखोकी यस्तो खालको छ भने त्यसलाई समयमै औषधि उपचार गर्ने अथवा सामान्य रूपमा नलिएर, सामान्य रूपमा पनि नलिने र धेरै सिरियस पनि नलिने, भने मतलब आफ्नो अवस्था हेरेर त्यो हिसाबको जुन मेजर आफ्नो एउटा के भन्छ तयारी गर्न भनेर अनुरोध गरेको छ। र यो चाहिँ सामान्य रूपमा मौसम परिवर्तन बेला देखिने भावनाले सामान्य फ्लू जस्तो देखिन्छ, तर सामान्य औषधिहरू खाँदा ठिक हुन्छ भनेर भनिएको छ। त्यसकारणले तपाईँहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनु होला। अनि कुवेतको कुरा गर्दाखेरि कुवेतमा चाहिँ अहिले एकदमै चेक जाँच व्यापक रूपमा बढेको छ। विशेष गरी भिसा नियम उल्लङ्घन गर्ने र एउटा कम्पनीको भिसा भएर अर्को कम्पनीमा काम गर्ने, भागेर काम गर्ने, यस्तो धेरै श्रमिक साथीहरू भएको हुनाले कुवेतमा चेक जाँच एकदमै धेरै व्यापक बनाइएको छ। एकै दिनमा माबुल्लाबाट 263 जना श्रमिक साथीहरूलाई पक्राउ गरिएको छ र उहाँहरू सबैलाई देश निकाला गर्ने भनिएको छ। जोसँग भ्यालिड भिसाहरू थिएन अथवा एउटा उहाँहरूले त्यहाँको भिसा नियमहरू उल्लङ्घन गर्नु भएको हुनाले त्यस्ता व्यक्तिहरूलाई समातिएको छ। र अहिले विशेष गरी कुवेतमा कम्पनीमा पनि चेक जाँच भइरहेको छ। तपाईँहरूले काम गर्ने ठाउँमा सुन पनि आउन सक्छ, बलदियाहरू त आइरहेको छ, त्यो फुड इन्सपेक्सन भयो होइन। तर अहिले प्रहरीहरूले पनि एकदमै निगरानी गरिरहेको र जुन कम्पनीमा काम गर्नुहुन्छ त्यही कम्पनीको भिसा हुनुपर्ने भन्ने छ। त्यसकारण तपाईँले आफ्नो भिसा क्याटेगोरी के हो, के कम्पनीमा काम गर्नुहुन्छ, जस्तो मानिलिनुहोस्
अब 20 नम्बर भिसा अथवा हाउसमेटको भिसा अथवा डोमेस्टिक वर्करको भिसा छ भने अरू कम्पनीमा काम गरेको छ भने त्यस्तो अवस्थामा नै समातिन्छ भनेर भनिएको छ। त्यसकारण यी कुराहरूलाई एकदमै ख्याल गर्नु होला र चेक जाँचबाट बच्नको लागि आफ्नो आइडीहरू सधैँभरि क्यारी गर्नु होला। आइडी नलिएर कति साथीहरूलाई प्रहरीले समातेर लगिरहेको कुराहरू आएका छन्। त्यसै गरी कुवेतको सिभिल आइडीमा एड्रेसको कुराहरू करिब करिब 1-1.5 वर्षदेखि समस्याहरू भइरहेको छ। तपाईको सिभिल आइडीमा एड्रेस अथवा तपाईको ठेगाना जुन छ त्यो ठेगाना चाहिँ सही हुनुपर्छ भनेर, किनकि त्यहाँ पुराना बिल्डिङहरू पुराना संरचनाहरू भत्काइएको छ। कतिपय कम्पनीहरूले पुराना बिल्डिङहरूको एड्रेस राखेको हुनाले त्यो एड्रेसहरू त्यो भत्काइएका बिल्डिङका एड्रेसहरू चाहिँ अटोमेटिक डिलिट हुने हुनाले र कतिपय अवस्थामा अहिले चाहिँ यो एड्रेस भेरिफिकेसन गर्न अथवा अपडेट गर्ने नाममा एड्रेसहरू बेच्ने किन्ने पनि भइरहेको भनेर केही गिरोहहरू पनि समातेको छ। र यदि सिभिल आइडीमा तपाईँको नक्कली एड्रेसहरू पनि दिएको भनेको छ। त्यसकारण सबभन्दा इजिएस्ट वे भनेको यदि कम्पनीको एकोमोडेसनमा हुनुहुन्छ भने कम्पनी मार्फत कुरा गरेर मन्दुपले अथवा सिआरओले चाहिँ त्यहाँको के अरे त्यो कम्पनीको जो एकोमोडेसनमा बसेका छन् उहाँहरूको चाहिँ सिभिल आइडीको एड्रेसहरू चेन्ज गरिदिनुहुन्छ। यदि हुनुहुन्न तपाईँ आफ्नै फ्ल्याटमा बस्नुहुन्छ भने त्यो फ्ल्याट होल्डरसँग पेपर लिएर जुन एउटा एग्रिमेन्ट हुन्छ त्यो पेपर लिएर आफैले पनि गर्न सक्नुहुन्छ। त्यसको लागि एकदमै इजी भनेको तपाईँको घर नजिक रहेको टाइपिङ सेन्टरमा जाने अनि यो एड्रेस चेन्जको सबै कुराहरू गर्नलाई तपाईँले भन्नु भने धेरै खर्चिलो पनि पर्दैन, तर नयाँ सिभिल आइडी बन्नुपर्ने हुनाले पैसा तिर्नुपर्छ केही थोरै सिभिल आइडी चार्ज त्यो छ। अनि अर्को चाहिँ कुवेतले यो सिक लिभको लागि नयाँ मापदण्ड ल्याएको छ, किनकि सिक लिभ पनि यो मिसयुज भएको भनेर धेरै गुनासोहरू कम्पनीबाट आएपछि कुवेत सरकारले यसलाई अलिकति सेन्ट्रलाइज गर्न खोजेको छ। अब सिक लिभ लिँदाखेरि हरेक श्रमिकहरूले मोबाइलको एप्सबाट र अनलाइनबाट एप्लाई गर्नुपर्ने भनेर भनिएको छ। र त्यो अनलाइनबाट एप्लाई गरेको जुन सिक लिभ छ त्यो चाहिँ त्यहाँको सरकारको कुनै एउटा डिपार्टमेन्टले, स्वास्थ्य मन्त्रालय कुनै एउटा डिपार्टमेन्टले एप्रुभल गर्नुपर्ने। जस्तो सिक लिभ चाहियो भने अब कम्पनीको नाम सबै डिटेल हालेपछि आइहाल्यो, सिभिल आइडी हालेपछि सबै कुरा आइहाल्यो, के समस्या भयो त्यो पनि आयो। सिक लिभहरू एप्लाई गरेपछि डाक्टरले दिएको सिफारिस अथवा त्यो सिक लिभ पेपरलाई त्यहाँ राखेपछि उहाँहरूले नै एप्रुभ गरिदिने, यस्तो सिस्टम आएको छ। यो पनि एउटा नयाँ भयो। त्यस्तै गरी अर्को चाहिँ कुवेतमा अत्याधुनिक सडकहरूमा अत्याधुनिक सीसी क्यामेराहरू जडान गरिएको छ। विशेष गरी धेरै श्रमिक साथीहरू ड्राइभिङ पेसामा हुनुहुन्छ कुवेतमा, होम डेलिभरी, ट्याक्सी, ठुला गाडीहरू होइन, साना गाडीहरू धेरै चलाउनुहुन्छ साथीहरूले, कम्पनीका गाडीहरू चलाउनुहुन्छ। अहिले यो अत्याधुनिक सीसी क्यामेराहरू जडान गरिएको हुनाले सजिलैसँग केही फल्टहरू पनि पत्ता लगाउने, विशेष गरी सिट बेल्ट बाँधेको नबालेको होइन, ड्राइभिङ गर्दा फोन चलाए नचलाएको यस्ता कुराहरू पनि निगरानी मतलब तत्कालै पक्रिने भावनाले यसमा ख्याल गर्नु होला। त्यहाँको ट्राफिक डिपार्टमेन्टले चाहिँ सबैलाई भनिरहेको छ। र ट्राफिक रुल्स नमान्नाले धेरैजना साथीहरूले धेरै फाइन पनि तिर्नु भएको छ र फाइन पनि बढेको छ। यी कुराहरूले चाहिँ एकदम ख्याल गर्नु होला। र विशेष गरी सडकमा क्रस गर्दाखेरि भयो, यात्रा गर्दाखेरि भयो, एकदमै ख्याल गर्नु होला। धेरै श्रमिक साथीहरूको चाहिँ यो बाटो क्रस गर्ने क्रममा अथवा यस्तोमा दुर्घटना भएर मृत्यु भएका कुराहरू पनि छन् भन्न चाहे। कुवेतको करिब यति छ। साउदी अरबको एउटा जानकारी छ। साउदी अरबको यो जुबेलमा चाहिँ 7 र 8 नोभेम्बरमा चाहिँ यो राहदानी नवीकरण, वितरण र एक्जिट भिसा फारम भर्नको लागि शिविर सञ्चालन हुँदैछ। यदि तपाईँ जुबेल वा त्यसको आसपासमा हुनुहुन्छ भने नेपाली दूतावास साउदी अरबको फेसबुक पेजमा गएर तपाईँले लिङ्कहरू हेरेर त्यहाँको एड्रेस रहेको छ प्लट नम्बर 208, यो टुफिल एरिया अल जुबेल भन्ने ठाउँमा रहेछ त्यो पासपोर्ट शिविर। तपाईँहरू पनि जुबेल अथवा त्यसको आसपास हुनुहुन्छ र तपाईँको पासपोर्ट 1 वर्षभन्दा कम भ्यालिडिटी छ भने पासपोर्ट नवीकरण गरिहाल्नु होला। यदि तपाईँ कहीँ ट्राभल गर्नुहुन्छ भने अघि सुषमाले भनिहाल्नुभयो मिनिमम 6 महिनाको पासपोर्ट चाहिन्छ। फेरि नेपाल तपाईँ आउँदै हुनुहुन्छ भने पनि नेपालमा आएर पासपोर्ट नवीकरण गर्नलाई सबभन्दा गाह्रो भनेको एनआइडी कार्ड, नेपालको राष्ट्रिय परिचय पत्र बनाउनै पर्छ, त्यसपछि बल्ल एप्लाई गर्न पाइन्छ। अनि त्यसको अलिकति झमेलाहरू पनि छन्, ती कुराहरू हामी विस्तार गर्दै गरौँला। तर तपाईँको पासपोर्ट सधैँभरि समयमै नवीकरण गर्नुहोस्, श्रम पनि नवीकरण गर्नुहोस्, किनकि श्रम भनेको अहिले अनलाइनबाट गर्न मिल्छ नवीकरण, एकदम इजी छ। तपाईँहरूलाई कुनै सहयोग चाहिन्छ भने हामी निःशुल्क रूपमा तपाईँहरूलाई यसो गर्नुहोस् भनेर लिङ्कहरू अथवा भिडियो खोजेर पाउनुहुन्छ है, एकदम इजी छ, त्यो गर्नु होला। त्यसै गरी मलेसियाको एउटा कुरा छ, एउटा जानकारी छ। मलेसियाको सरकारले अहिले
एउटा परिपत्र जारी गर्दै मलेसियामा कामदार पठाउनलाई 10 वटा शर्तहरू राखेको छ मेन पावरलाई। जस्तो त्यसले चाहिँ यतिजना मान्छे पठाएकै हुनुपर्ने, ठुलो हुनुपर्ने होइन, त्यस स्क्वायर फिट हुनुपर्ने, त्यहाँको जुन मेन पावरले मलेसिया पठाउने त्यो मेन पावर चाहिँ कुनै पनि ह्युमन ट्राफिकिङ अथवा यस्तो केसहरूमा कहिले पनि केसहरू नभएको, पुलिस क्लियरेन्सहरू भएको यस्तो टाइपको कुराहरू एकदम लिगलाइज भएको कुराहरूलाई खोजेको छ र नेपाल सरकारले नोभेम्बर 14 भित्र चाहिँ त्यहाँ लिस्ट पठाउनु भनेर पनि जानकारी गराएको छ। अब मलेसियालाई किनभने यो रिक्रुटमेन्ट प्रणाली छ, जसरी भर्ती प्रणाली छ, त्यो भर्तीलाई चाहिँ श्रमिक भर्तीलाई चाहिँ एकदमै सशक्त रूपमा र सम्मानित रूपमा त्यो पनि कम लागतमा अथवा लागतै नलिकन शून्य लागतमा कति लगिरहेको छ मलेसियामा, यस्ता कुरालाई नियमित गर्नलाई खोजिरहेको छ। यो चाहिँ हाम्रो श्रमिक साथीहरूको लागि एउटा राम्रो पनि हो। अब यो यदि कार्यान्वयन हुन सक्यो भने एटलिस्ट ठगिने सम्भावना कम हुन्छ, त्यसपछि जुन उहाँ गएर बिचल्ने हुने सम्भावनाहरू कम हुन्छ। यी कुराहरूलाई चाहिँ तपाईँ हामीले पनि एकदमै स्वागत गर्नुपर्छ र यो इम्प्लिमेन्टेसन होस् भन्ने हाम्रो आशा छ। अनि नेपालको एक दुईवटा कुरा गरौँ। जस्तो अहिले नेपालमा यो वैदेशिक रोजगार विभागको यो वेबसाइट, डोफेको वेबसाइट चाहिँ अलिकति यो केही परिष्कृत हुँदै गए हुनाले काम गरिरहेको छैन भनेर हामीले हेर्न सकिरहेका छैनौँ। कतिपय साथीहरूले श्रम स्वीकृति कहिलेसम्म छ भने हेर्न नसक्ने अवस्था छ र श्रम स्वीकृति गर्ने साथीहरूले पनि त्यो जुन पोर्टलमा पनि एकदमै समस्याहरू आइरहेको र धेरै लाइन बस्नु पनि। कतिपय साथीहरूको त अब आज फ्लाइट छ, 4 दिनपछि बल्ल टोकन आउँछ। त्यसकारण हाम्रो अनुरोध के रहन्छ साथीहरूलाई भने यदि तपाईँहरू ट्राभल गर्दै हुनुहुन्छ, यदि तपाईँहरू छुट्टीमा आउनु भएको छ, तपाईँहरू छिट्टै फर्किँदै हुनुहुन्छ भने छिट्टै नै आफ्नो श्रम स्वीकृति नवीकरण गरिहाल्नुहोस्। सबभन्दा फर्स्ट प्रायोरिटी राख्नुहोस्, किनभने कहिले काहीँ सिस्टमले काम गर्दैन, कहिले धेरै मानिसहरूको लाइन हुन्छ, टोकन पाइँदैन, कहिले के हुन्छ। त्यसकारण श्रम स्वीकृति गरिहाल्नुहोस्। श्रम स्वीकृतिको लागि के चाहिन्छ भन्ने कुरा तपाईँहरूलाई थाहै छ। तीमाथि अहिले त नवीकरण गर्नलाई एकदम इजी छ, तपाईँहरूले अनलाइनबाट नवीकरण गर्न सक्नुहुन्छ। तर त्यसको पनि केही टेक्निकल कुराहरू छन्, ती कुराहरूलाई तपाईँहरूले भिडियो हेरेर पनि कति कुराहरू तपाईँले पत्ता लगाउन सक्नुहुन्छ, कसरी श्रम स्वीकृति गर्ने भनेर त्यो पनि हेर्न सक्नुहुन्छ। त्यो भन्न चाहेँ। अनि अर्को चाहिँ जस्तो यो वैदेशिक रोजगारीमा रहँदाखेरि ज्यान गुमाउने श्रमिक साथीहरूको परिवार, जो बाबु नानीहरू जसले चाहिँ श्रम स्वीकृति भ्यालिड थियो, उहाँहरूको स्वर्गारोहण भयो, तर उहाँहरूको बाबु नानी चाहिँ यहाँ नेपालमा हुनुहुन्छ र उहाँहरूले चाहिँ नेपाल सरकारको वैदेशिक रोजगार बोर्डबाट दिने छात्रवृत्तिमा पढ्न चाहनुहुन्छ भने वैदेशिक रोजगार बोर्डले एउटा छात्रवृत्तिको कार्यविधि प्लस सबै कुराहरूको ठुलो जानकारीहरू ल्याएको छ। हामीले पनि श्रमिक सञ्जालको पेजमा पोस्ट गरेका छौँ। तपाईँहरूले वैदेशिक रोजगार बोर्डको वेबसाइट पनि जान सक्नुहुन्छ। हाम्रै वेबसाइटमा पनि छ। यी कुराहरूलाई हेरेर यदि कोही पनि श्रमिक साथीहरू विदेशमा जानुभएको थियो, विविध कारणले उहाँ मृत्यु भयो, तर उहाँ भ्यालिड अवस्था हुनुहुन्थ्यो र उहाँले पूर्ण रूपमा क्षतिपूर्ति पाउनु भएको छ भने उहाँको बच्चाहरूले पढ्न पाउने अवसर छ निःशुल्क रूपमा। ती कुराहरूलाई चाहिँ ख्याल गर्नुहोला र यदि हाम्रो नजिकका कोही साथीभाइ इष्टमित्रहरूको पनि छ भने उहाँहरूको परिवार पनि खबर गरिदिनु हुन भनेर भन्न चाहेँ। अहिले हामीसँग यति नै कुराहरू छन्। सुषमामा हामी एकछिनमा फेरि अरू थप कुराहरू गर्नेछौँ। केही कमेन्टहरू पनि छन्। विशेष गरी अहिले अब यो पछिल्लो चरणमा वैदेशिक रोजगारी पनि सबैजना श्रमिक साथीहरूलाई, जो नयाँ जाने साथीहरूलाई अलिकति उकुस मुकुस भइरहेको अवस्था छ। कतिपय अवस्थामा भिसाहरू पेन्डिङमा रहेको, कतिपय अवस्थामा भिसाहरू नपाएको, कतिपय अवस्थामा भिसा लागेर पनि जान नपाइरहेको कति अवस्थाहरू छ। यी कुराहरूलाई चाहिँ बिस्तार सामान्यकरण गर्न एकदम गाह्रो पनि भइरहेको छ र कतिपय साथीहरूले श्रमिक साथीहरूले हामीलाई कल गर्नुहुन्छ। हामीले पनि चाहेर पनि सहयोग गर्न सकिरहेको छैनौँ, किनभने नेपाल सरकारको सिस्टमले गर्ने कामहरू गरिरहेको छैन। नेपाल सरकारले गर्नुपर्ने कामहरूलाई अलिकति हुन्छ नि, हामीले साथ सहयोग गर्न खोजिरहेको छौँ। तर श्रमिक साथीहरूले एउटा कुरा के बुझ्नु पर्ने भने जुनसुकै देशमा गए पनि यदि काम गर्न जाने हो भने श्रम स्वीकृति लिएर जानुहोस्। अहिले कति साथीहरू केही साथीहरू चाहिँ यो इन्डिया हुँदै गएको मिडल इस्ट जाँदाखेरि पनि भन्ने कुराहरू आइरहेको छ, किन श्रम स्वीकृति टाइममा ननिस्केर। तर यसरी जानु भनेको एकदमै रिस्क हो। श्रम स्वीकृति नलिकन जाँदाखेरि धेरै रिस्क हुन्छ। कम्पनीहरू कस्तो पर्छ, यदि गएर कम्पनी बन्द भइदियो भने अर्को समस्या, काम पाइनु भने अर्को समस्या, मान्छेको ज्यान न हो बिरामी हुन सकिन्छ अथवा अङ्गभङ्ग हुन सक्छ। यस्ता कुराहरूमा एकदमै ख्याल गर्नुपर्ने हुन्छ। त्यसकारण बरु पर्खिने, बरु 10 दिन ढिलो होस् अथवा 15 दिन ढिलो होस्, तर श्रम स्वीकृति लिएर मजाले नेपालकै एयरपोर्टबाट उड्न चाहिँ हाम्रो श्रमिक साथीहरूलाई हामी अनुरोध गर्छौँ भन्दै सुषमा हामी के कमेन्टतिर लाग्ने हो? हजुर, हुन्छ सर, कमेन्टतिर लागौँ। यहाँ केही कमेन्टहरू छन्।
माधव शर्मा सरले नमस्कार सर म्याम म कतारबाट भन्नुभएको छ। थ्याङ्क यू सो मच माधव सर। के छ कतातिरको नयाँ नौलो हालखबर? दिपेन्द्रजीले फलोवर्स भन्नुभएको छ। थ्याङ्क यू सो मच दिपेन्द्रजी। हजुर ड्युटीमै हुनुहुन्छ कि गइसक्नु उहाँ भएको छ? मलेसिया हुनुहुन्छ। मलेसियाबाट हामीलाई हेरिरहनु भएको छ। थ्याङ्क यू दिपेन्द्रजी। पदम तिवारीजीले भिजिट कहिलेसम्म खुल्ला जानकारी भए भनौँ न म्याम भन्नुभएको छ। हजुर अहिले त्यस्तो आधिकारिक अपडेटहरू आएकै नै छैनन् होइन। यहाँनिर अब भिसाको समस्याहरू युएमा अझै पनि देखिरहेको छ। कति साथीहरूको चाहिँ अब इनसाइड नै भएको हुँदाखेरि यहाँ इमिरेट्स आइडीहरू भइरहेको अवस्थामा भिसा लागेको भनेर पनि हामीले विभिन्न ट्राभल एजेन्सीहरूबाट सुन्नमा आइरहेका छौँ। तर बाहिरबाट भिजिट भिसाको लागि भने अझै पनि कुनै पनि जानकारीहरू नआएको हुँदाखेरि अब पर्खनु नै पर्छ होला। धैर्य गरौँ केही समयसम्म होइन। अब सधैँभरि यस्तो त नरहला, त्यसपछि फेरि केही अपडेटहरू आउँछ नै होला। आज मात्रै मैले एउटा रिसेन्टली एउटा इन्सिडेन्ट देखेको थिएँ। तपाईँले यो भिसा कुरा गरेपछि मैले सेयर गरिहालेँ। हजुर सर। ओमनमा चाहिँ केही का आइटीमा काम गर्ने 20जना नेपाली लगायत अरू धेरै श्रमिक साथीहरूलाई त्यहाँबाट उद्धार गरिएको छ, जसलाई चाहिँ ओमान लानको लागि युएलाई ट्रान्जिट बनाएर ओमान लगेर त्यहाँ चाहिँ उहाँलाई फ्रड काम लगाउनलाई बाध्य पारिएको थियो। उहाँहरू आइटी जब सबैजना इन्फर्मेसन टेक्नोलोजीमा काम गर्ने आइटी इन्जिनियरहरू भनिएको छ। भनेपछि यस्तो हाई प्रोफेसनल साथीहरूलाई पनि यसरी ठगिन्छ, यसरी स्क्याम गरिन्छ अथवा यसरी बाध्य पारिन्छ। त्यस कारणले युएले अहिले भिजिट भिसामा कडाइ गर्नु कारण पनि यही हो, किनभने धेरै जस्तो श्रमिक साथीहरूले युएलाई हब बनाएर त्यसलाई ट्रान्जिट बनाएर त्यहाँ जाने अनि केही समय त्यहाँ बस्ने, त्यहाँबाट च्यानल युरोप जाने, अरू देश जाने, यता जाने उता जाने, यस्तै भएर नै अलिकति समस्याहरू भइरहेको छन्। र व्यापक रूपमा समस्याहरू आएपछि यो ह्युमन ट्राफिकिङलाई कम गर्नुको लागि चाहिँ युए सरकारले यसो गरेको भनेर समाचारहरू पनि आइरहेका छन्। वास्तविक रूपमा त्यो पनि हो, त्यहाँ रहेका साथीहरूलाई थाहा पनि छ। र श्रमिक साथीहरू जो आफ्नो परिवारहरू हुनुहुन्छ अथवा साँच्चीकै घुम्न जाने साथीहरूले त जसरी जान पाउनुहुन्छ। अलिकति स्यालेरी ग्यापको कुराहरू छन्, केही नयाँ प्रोसेसहरू ल्याइएको छ, नयाँ प्रक्रियाहरू ल्याइएको छ। त्यो कुराहरू चाहिँ हामी बिस्तारै गर्दै जाउँला। विक्रम थापाजीले नमस्ते हरि सर सुषमा म्याम, म साउदीबाट हेर्दैछु। अहिले साउदी अरबमा नयाँ नियम मैले सुने र बुझे अनुसार कपला सिस्टम लगभग हटिसकेको, श्रमिकले कम्पनीलाई बिना जानकारी स्पोन्सर चेन्ज गर्न सक्नेछन्। हरि सरहरूले यस विषयमा केही बुझ्नु भएको छ भने अलिक क्लियर गरिदिनु होला न सर, धन्यवाद भन्नुभएको छ। अब यो चाहिँ तपाईँले जसरी सुन्नुभयो हामीले पनि त्यसरी सुन्यौँ, समाचारबाट सुन्यौँ। त्यसपछि हामीले धेरै बुझ्ने प्रयास पनि गऱ्यौँ। त्यहाँको सरकारी मिडियाहरूमा त्यति आइसकेको छैन यी कुरा। तर के चाहिँ हो भने साउदी अरबको साउदी सरकारले अब यो आउँदै गरेको वर्ल्ड कपलाई होस्ट गर्ने भावनाले, योभन्दा नि अर्को वर्ल्ड कप होस्ट गर्ने भएको हुनाले, प्लस त्यहाँको अहिलेको नियम प्रोजेक्टको लागि पनि अलिकति श्रमिकहरूलाई श्रमिक मैत्री बनाउनको लागि चाहिँ कपाला सिस्टम हटाउने कुराहरू चलिरहेको, विभिन्न डिस्कसनमा चलिरहेको, माग आइरहेको हुनाले हुनसक्छ। तर ठ्याक्कै हामीले सुने अनुसार अथवा तपाईँ हामीले जसरी सुन्यौँ, जसरी यो कुराहरू आयो नि, यी कुराहरू चाहिँ त्यहाँको सरकारले आधिकारिक रूपमा भनिसकेको छैन। यदि त्यहाँको सरकारले सबै कुराहरू भन्यो, यो तरिकाले स्पोन्सर चेन्ज गर्ने, यो तरिकाले काम गर्ने भन्ने भयो भने हुनसक्छ। विशेष गरी स्पोन्सर चेन्ज गर्नलाई एकदम सजिलै सक्ने, त्यसै गरी एक्जिट पर्मिट नचाहिने यस्ता कुराहरू छन्। यी कुराहरूलाई चाहिँ साउदीले फर्स्ट प्रायोरिटीमा राखेर चाहिँ हटाएको भन्ने समाचारहरू छन्, तर ठ्याक्कै बाहिर आइसकेको छैन। त्यस कारण हामी केही समय त्यसको इम्प्लिमेन्टेसनको लागि चाहिँ त्यहाँको सरकारले विभिन्न मापदण्डहरू बनाउला, विभिन्न कुराहरू बाहिर ल्याउला, वान बाई वान ती कुराहरूलाई पर्खिन पर्छ होला विक्रम सर, मलाई त्यस्तो लाग्छ। होइन त सुषमा म्याम? हजुर सर, एकदमै सही हरि सरले भन्नुभएको। महेश्वर सरले नमस्ते, वैदेशिक रोजगार बोर्डले ल्याएको छात्रवृत्तिबारे जानकारी गराइदिनु होला भन्नुभएको छ। अघि हरि सरले जानकारी गराइसक्नु भएको छ यस विषयमा। थ्याङ्क यू सो मच महेश्वर सर रिमाइन्डरको लागि। अनि हजुर आज हामीले मिस गरिरहेको छौँ। शङ्कर प्रसाद बस्याल सरले नमस्कार सर म्याम लगायत श्रमिक सञ्जालको लाइभ हेरेर बस्नुभएका सम्पूर्ण श्रमिक साथीहरूलाई नमस्कार, म युएदेखि भन्नुभएको छ। थ्याङ्क यू सो मच शङ्कर सर, हाम्रो एकदमै रेगुलर श्रमिक सञ्जाललाई माया गर्ने साथी हुनुहुन्छ। आफ्नो ड्युटीको व्यस्तताका बावजुद पनि सधैँ श्रमिक सञ्जालमा आउनुहुन्छ। सुरज कोइरालाजीले म पनि कुवेतमै छु भन्नुभएको छ। थ्याङ्क यू सो मच हजुरलाई जानकारीको लागि। मिना पौडेल म्यामलाई एकदमै नमस्कार, नमन छ, धेरै धेरै सम्झना, धेरै माया हामी श्रमिक सञ्जालको तर्फबाट। म्यामले जेएनजी आन्दोलन श्रम आप्रवासनमा पर्ने सम्भावित प्रभावको बारेमा पनि छलफल गर्नु बेस होला कि भन्नुभएको छ। हरि सर हजुरको केही विचार छ यसमा?
थ्याङ्क यू मिना म्याम, हामीलाई एकदमै धेरै सधैँभरि हामीलाई एकदम मार्गदर्शन पनि गर्नुहुन्छ र उहाँ चाहिँ यो श्रम आप्रवासनको विषयमा एकदमै धेरै लामो समयदेखि काम गर्नुहुन्छ र अ, यो विषयमा कलम चलाइरहनुहुन्छ, प्लस उहाँले यसमै पढाइराख्नुहुन्छ, यो विषयमा लेखिराख्नुहुन्छ, घचघचाइराख्नुहुन्छ र मिना म्यामले भने जस्तै, डाक्टर मिना पौडेलले भने जस्तै, अब यो जेनजी आन्दोलन अथवा अहिलेको जुन यो पछिल्लो परिवर्तन पछिका जुन आप्रवासनमा पर्ने प्रभावहरू धेरै छन्। यी कुराहरू त एकै दिनमा त छलफल गर्न सकिन्न, तर नर्मल्ली अहिले सबभन्दा ठुलो समस्या भनेको ट्राभलिङको समस्याहरू भइरहेछन्। कति फर्केका साथीहरू टाइममा जानु पाउनु भएको छैन, कति साथीहरू फर्किन पाइरहनु भएको छैन, किनकि नेपालको अवस्था के हुने हो कन्फ्युजनको अवस्था छ। त्यसै गरी यो अहिले जुन नयाँ श्रमिक साथीहरू जसले काम गर्नको लागि जुन भिसाहरू एप्लाई गर्ने क्रममा हुनुहुन्थ्यो अथवा कसैको प्रोसेस भइसकेको थियो, कसैको भिसा लगाइसकेको थियो, उहाँहरू पनि जान पाइरहनु भएको छैन। र मैले रिसेन्टली एकजना यो उहाँको श्रीमान चाहिँ युएमा रहनु भएको र उहाँ चाहिँ नेपालमा हुनुहुन्छ र उहाँले त्यहाँ जानको लागि श्रीमानकै कम्पनीमा एप्लाई गरेर पास भएर सब भइसकेको मान्छे जान नपाउनु भएको साथीले पनि हामीलाई कल गर्नुभएको थियो र हामीले अब उहाँलाई अब के भन्न सकिन्छ हेर्नुहोस् त, अब यो सबै कुरा प्रोसेस भइसक्यो, तर यो जेनजी मुभमेन्टको कारणले उहाँको प्रोसेस नै रोकियो। उहाँको एक त टाइम स्पेन्ड भयो, उहाँले ट्रेनिङ लिनुभयो, त्यहाँबाट एप्लाई गर्नुभयो, सबै गर्नुभयो, उहाँ परिवारसहित सँगै हुन पाउनुहुन्थ्यो भने यस्ता कुराहरू छन्। केही सकारात्मक कुराहरू छन्, जस्तो भोटिङ राइटको कुराहरू चलिरहेछन्, जस्तो हामी विदेशमा रहने श्रमिक साथीहरूले भोट हाल्न पाउने कुराहरू चाहिँ एकदम छलफलमा गइरहेको छ र त्यो चाहिँ पाउनुपर्छ भने हामीले पहिलादेखि नै भनिरहेको छौँ, किनभने नोट चाहिँ चल्ने भोट नचल्ने किन हुन्छ भन्ने कुराहरू पनि चलिरहेछ नि। यो कुरा एउटा सकारात्मक छ भने अरू कुराहरूमा चाहिँ अलिकति गाह्रो भइरहेको छ, किनभने श्रमिक साथीहरू र हरेक घरमा श्रमिक साथीहरूको परिवारमा एक किसिमको समस्याहरू अल्झिरहेको हामी देख्छौँ। अब यी कुराहरू बिस्तार समाधान होला। हाम्रो ठाउँबाट गर्न सक्ने कुरा भनेको यति नै हो, सत्कर्म गरौँ होइन। जहाँ हुनुहुन्छ, जसरी रहनु भएको छ, तपाईँहरू राम्रोसँग काम गर्नुहोस्, इमान्दारसँग काम गर्नुहोस्, आफ्नो काममा सकेसम्म अपग्रेड हुने अथवा प्रमोट हुने खालका कामहरू गर्नुहोस्, आफ्नो काम सम्बन्धी तालिमहरू लिनुहोस् अनि अलिकति माथि पुग्नुहोस्। श्रमिक साथीहरूलाई चाहिँ हाम्रो एकदम शुभकामना छ। र डाक्टर मिना म्यामले भने जस्तै यो प्रभावहरू, यसका असरहरू अनि बिस्तारै यसको रिजल्ट के आउँछ त्यो पनि हेर्नुपर्ने हुन्छ र म्यामहरूको कलम चाहिँ यस्तैमा चलिरहोस्, श्रमिक साथीहरूको हक हित होइन। उहाँले हिजो मात्रै कान्तिपुरमा लेख्नु भएको थियो श्रमिकहरूको बारेमा, यो यस्तो खालको यस्तो बन्नुपर्छ भन्ने खालको। यी कुराहरूलाई चाहिँ सधैँभरि आइरहोस् भन्ने हामीलाई एकदमै कामना छ म्याम। थ्याङ्क यू। हजुर, एकदमै मिना म्यामले अहिलेको समय सान्दर्भिक नेपालको अवस्थाले पारेको आप्रवासन सम्बन्धी एकदमै राम्रो जिज्ञासा राख्नु भएको छ। यसको बारेमा छलफल गर्न भनेर हरि सरले जानकारी पनि गराइसक्नु भएको छ। मलाई पनि हाम्रा केही घरेलु महिला श्रमिक दिदीबहिनीहरूको समस्याहरू सम्बन्धी पनि उहाँहरूको एउटा जिज्ञासा हुन्छ नि, आएको थियो। नेपाल जानुभएको, दसैँ तिहार मनाउनको लागि नेपाल जानुभएको हाम्रा धेरै महिला दिदीबहिनीहरूको समयमा श्रम नगरेका कारण नेपाल यहाँ युए फर्कन नपाउनु भएको, अब उताबाट आउँदा टिकट पनि कति महँगो रहेको छ यो समयमा, यताको टिकट पनि गयो। त्यसपछि अब कहिले आउने नआउने, समयमा यहाँनिर काममा नआउँदाखेरि आफ्नो जागिर नै गुम्ने अवस्था, कतिजना साथीहरूको जागिर गुमेको, अब जान नपाउने, के गर्ने होला भनेर आफ्ना समस्याहरू पनि राखिरहनु भएको छ। यस कारणले गर्दाखेरि हामीले श्रम नवीकरण एकदम समयमै गरौँ। अहिले त अनलाइन पनि आएको छ, हामीलाई गर्न आउँदैन, जानकारी छैन भने विभिन्न अब साथीभाइहरूलाई आउँछ, सहयोगी पनि हुनुहुन्छ कतिजना होइन, विभिन्न सङ्घ संस्थाका साथीभाइहरूले पनि सहयोग गरिदिनुहुन्छ र चाडपर्वका लागि हामी गएको थियौँ भने पनि अलिकति अगाडि नै ध्यान पुर्याएको थियो भने आउनलाई कठिनाइ हुने थिएन। हाम्रो केही साथीले पनि एयरपोर्टमा आइपुगिसकेपछि पनि म आफै पनि झन्डै आउन नपाएको, धन्न 5-7 मिनटमा छिटो छिटो एकजना साथीले सहयोग गरिदिनु भयो। उहाँ अलिकति एक्सपर्ट हुनुहुँदो रहेछ काम गर्न र म आउन पाएँ, नत्र मेरो पनि टिकट जाने थियो भनेर चाहिँ अस्ति उहाँको आफ्नो अनुभव पनि सेयर गरिरहनु भएको थियो। हामी अब नेपाल जानका लागि कस्तो सोध्छौँ भन्दाखेरि जानु पूर्व गरेको हुँदैनौँ, नेपाल गएर गर्छौँ भन्छौँ। त्यसपछि पनि चाडपर्व अब पारिवारिक घुलमेलमा घुमघाममा बिजी हुन्छौँ र जब आउने समय हुन लाग्छ अनि प्रायः जस्तो काठमाडौँ फर्किसकेपछि ल अब श्रम गरौँ न त भनेर 1-2 दिनको मात्रै टाइम राखेर हामी श्रम गर्छौँ। अब विभिन्न सिस्टम हरेक प्रक्रियाहरूले गर्दाखेरि, डकुमेन्टेसनले गर्दाखेरि यो समयमा काम नहुँदाखेरि त्यसबाट अब भोग्नुपर्ने आर्थिक समस्याहरू छन्, मानसिक समस्याहरू छन् होइन, आफ्नो जागिर नै गुमाउनु पर्ने अवस्था भएको हुँदा यसलाई पनि एकदमै हामीले सिरियस रूपमा लिएर चाहिँ होइन समयमै गऱ्यौँ भने थप समस्याहरूमा पनि पर्ने छैनौँ भनेर पनि साथीहरूलाई जानकारी गराउन चाहन्छु। बिना
विनोद श्रेष्ठजीले नमस्कार सबैलाई भन्नुभएको छ। नमस्कार विनोदजी, के छ हजुरको हालखबर? आराम कुशल हुनुहुन्छ होला? हामी अहिले ठ्याक्कै करिब 35 मिनटमा छौँ र हामीसँग भएका कमेन्टहरू सकिएका छन्। श्रमिक साथीहरू जो जहाँ जहाँबाट हामीलाई हेरिरहनु भएको छ तपाईँहरूप्रति हामी एकदम आभारी छौँ। तपाईँहरूको साथ सहयोग, सल्लाह, सुझाव, कमेन्ट होइन, ताली गाली सबै हामीलाई स्वीकार्य छ। हामी पनि केही कुराहरू सिक्दैछौँ, केही कुराहरू विस्तार परिमार्जित गर्दैछौँ र सबभन्दा इम्पोर्टेन्ट कुरा भनेको तपाईँ हामी जो जहाँ जसरी रहेका छौँ सुरक्षित रहनुपर्छ र जहाँ जे काम गरिरहेछौँ त्यो खुसी साथ गर्नुपर्छ। किनभने यदि समस्याहरू भयो भने त्यो समस्यालाई समाधान गर्ने बाटोहरू खोज्नुपर्छ। हरेक समस्याले समाधान लिएर आउँछ भन्छन्। त्यसकारण तपाईँहरू यदि समस्या हुनुहुन्छ, यदि केही प्रब्लमहरू परिरहेको छ भने अनगिन्ती समस्याहरू छन् वैदेशिक रोजगारीमा। सबै मानिसहरूलाई समग्रमा एकै उसमा हाल्नु हुँदैन। धेरै साथीहरूको समस्या सामान्य छ, तर हामीलाई सामान्य लाग्ने समस्या उहाँहरूलाई एकदम ठुलो लाग्छ। कति साथीहरूको ठुला ठुला समस्याहरू छन्, ती समस्या कति साथीहरूलाई ओहो कसरी हुन्छ भन्ने हुन्छ, तर समस्याहरू यस्तो पर्छ, ती समस्या समाधान लिएर आउँछ। त्यसकारण कुनै पनि समस्या पर्यो भने भाग्ने होइन, अथवा त्यो समस्याबाट भाग्ने अथवा कम्पनी छोडेर भाग्ने होइन। हिजो मात्रै दुःखको साथ भन्नुपर्छ, एकजना श्रमिक साथीले कुवेतमा लाइभ गरेर आफैले आत्महत्या गर्नुभएको छ। यस्तो किसिमको कुराहरू चाहिँ नगर्दा राम्रो हुन्छ, किनभने हरेक कुराहरूको एउटा समस्या समाधान लिएर आउँछ र हरेक कुराको केही न केही सोल्युसन हुन्छ। तपाईँले यदि सक्नु भएन भने तपाईँको आसपास छरछिमेक यताउति होइन सङ्घ संस्थाहरू, नेपाली दूतावास लगायत धेरै अहिले त यति धेरै इजी छ। तपाईँहरूले यदि त्यस्तो समस्या परेको खण्डमा हामीलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ। कतिपय अवस्थामा हामीले पनि कति साथीहरूलाई कस्तो कस्तो क्रिटिकल अवस्थामा सहयोग गरेका छौँ। त्यसकारण हामी पनि त्यही समस्यामा गुज्रेर आएका हौँ। त्यसकारण समस्या पर्छ, तर त्यसरी नडराउनु होला र सकेसम्म आफूले गरिरहेका कामहरू छोडेर भाग्ने अनि काम गरेको ठाउँमा आन्दोलन गर्ने यस्तो कामहरू चाहिँ नगर्नु होला। किनकि जसले चाहिँ तपाईँ हामीलाई एकदमै ठुलो घाटा बनाउँछ, जसले चाहिँ कहिलेकाहीँ जागिरी जान सक्छ, कहिलेकाहीँ चाहिँ तपाईँको मानसिक तनाव पार्न सक्छ, कहिलेकाहीँ फिजिकल तनावमा पार्न सक्छ। यस्ता कुराहरूलाई गर्दै यदि समस्या परेको खण्डमा कम्पनीले सुनेन भने पठाउने मेन पावरसँग, पठाउने मेन पावरले सुनेन भने आफ्नो परिवारलाई भनेर वैदेशिक रोजगार विभागमा, बोर्डमा, नेपालको काउन्सिलर विभागमा, त्यसै गरी त्यहाँ रहेका दूतावासहरूमा, त्यहाँको संस्थाहरूमा हार गुहार गरेर भने नि केही न केही उचित हुन्छ नि एउटा रिजल्ट निकाल्नु होला भन्न चाहे। भन्दै आजलाई हामी बिदा हुनुपर्छ। सुषमा म्याम केही भन्नुहुन्छ? हुन्छ हरि सर, अब समय पनि हाम्रो 38 मिनट पनि काटिसकेको छौँ। साथीहरूको कमेन्ट पनि यति नै रहेको हुँदाखेरि आजलाई हामी बिदा माग्दै अर्को हप्ता फेरि पुनः भेट्ने बाचा गर्दै छुट्टिनुपर्छ होला सर। हस्, नमस्ते सबैजना साथीहरू, सुरक्षित रहनु होला। थ्याङ्क यू। आफ्नो ख्याल गर्नु होला।